भाले र 5-10 भाले 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 यो भाले 10 को वटा हजुर चढे पनि अन्त हजुरको नाम घोडा चढे तय घोडा ए वीर हनुमान जय सियाराम रेसी मार्दा हेलो गाइस वेलकम वन्स अगेन टु माई अनदर न्यू ब्लग होइन आज यो सानाली माघ मेलाको लगभग 15औं दिनमा तेस्रो शनिबारको दिन चाहिँ आज यो भिड तपाईँले देख्न सक्नुहुन्छ होइन किनभने यो बिदाको दिन चाहिँ नि प्रायः यो मेलाको बेलामा भिडै हुन्छ गाडी सलानी जानेछ है सलानीको भिडमा कुमार थापाज्यूले समस्त परिवारको नाममा परिवारको सुख शान्ति समृद्धिको कामना गर्दै समस्त पितृ तरुणमाथि यो सेवामा सहयोग गर्नुभएको छ। महालक्ष्मीज्यूले समस्त पितृहरूको सुन्दरमा पितृ तरुणको सुखको वैकुण्ठवास आफ्नै आफैको आफूको कार्य सिद्धियोग पनि यसले समेत सहयोग गर्नुभएको छ। सालानी माघ मेलाको मेला सुरु भएको पनि 15औं दिन भइसक्यो र यो तेस्रो शनिबार र आज हाम्रो व्रत बस्ने मान्छेहरू चाहिँ नि होइन व्रतालुहरू चाहिँ नित्य पूजा गरेर बर्जगिनी मन्दिर जाने र त्यहाँबाट फर्केर चाहिँ नि पशुपति जाने कार्यक्रम आज भएको कारणले केही चिज छोटो विवरण चाहिँ म दाइबाट लिन चाहन्छु। हाम्रो जगन्नाथ दाइ हुनुहुन्छ। नमस्ते, म जगन्नाथ श्रेष्ठी सङ्ग्रामपुर 7 वडा नम्बरमा बस्छु। अब जुन अहिले माधव नारायण भगवानको व्रतको महिमा आज 15औं दिन चलिरहेछ। प्रत्येक वर्ष चाहिँ यस वर्ष पनि पौष शुक्ल पूर्णिमाको दिनदेखि माघ शुक्ल पूर्णिमासम्म भगवान् माधव नारायणको 1 महिनासम्म व्रत चल्ने अवसरमा यहाँ आज 15औं दिन भगवान् माधव नारायणको व्रत भइरहेछ। सो व्रतको आज नित्य पूजा सकेपछि उहाँहरू सम्पूर्ण व्रतालु भक्तजनहरू यस सङ्ग्रामपुर परिक्रमा गरेर उहाँहरू चाहिँ बर्जगिरी माता दर्शन गरेर उहाँहरू पुनः बर्जगिरी माताबाट दर्शन गरी फर्केर आफ्नो घरमा गएर उहाँहरू पालुङ सकेर करिब 2 बजेतिर उहाँहरू पालुङ सकेर चाहिँ उहाँहरू पैदल यात्रा गर्दै आज परदेश यात्राको क्रममा पहिलोचोटिको हाम्रो पशुपति क्षेत्रमा बास बस्नको लागि उहाँहरू जानेछन्। यसै गरी उहाँहरूको परदेश यात्रा यस वर्षको चाहिँ आजबाट सुरु हुने जानकारी गराउन चाहन्छौँ। र साथै भोलि हामी तपाईँहरू सम्पूर्ण भक्तजनहरूलाई भगवान् श्री माधव नारायण भगवान् दर्शन गर्न चाहनुहुन्छ भने भोलि आर्यघाटमा पशुपतिको आर्यघाटमा भगवान् माधव नारायण लगायत सम्पूर्ण व्रतालु भक्तजनको दर्शनको शुभ अवसर पाउनुहुनेछ। हस् त धन्यवाद। हाम्रो जगोदाई चाहिँ हाम्रो चाहिँ नि योभन्दा अगाडिको समितिको चाहिँ कोषाध्यक्ष हुनुहुन्छ होइन। उहाँले उहाँको कार्यकाल चाहिँ एकदमै राम्रो सहयोग गरिदिनु भएको छ। सालानी समितिको लागि चाहिँ नि सालानीको विकासको मुहार फेर्नु भएको उहाँहरूको कारणले नै योगदानले नै गर्दा चाहिँ आज सालानीको मुहार फेर्न सफल भएको छ है। र आजलाई अहिलेलाई यति नै है त गाइस। म फेरि जोडिने छु है।
आज हामी फेरि शनिबारको दिन सालारीमा आइपुगेका छौँ होइन। सालारीमा चाहिँ तपाईँको महाराज सुस्तानी मोटर मेलाको पनि 15 दिन भइसक्यो र आज तेस्रो शनिबार। प्रथम शनिबारको पहिलो शनिबारको दिन त मैले भिडियो बनाएर राखेकै नै छु। नित्य पूजा भइरहेछ किनभने आज हाम्रो चाहिँ नि व्रत बस्ने महिला दिदीबहिनी र दाजुभाइहरू चाहिँ नि आज पशुपति जाने त्यसको लागि चाहिँ अलि नित्य पूजा भइरहेछ र यसपछि नित्य पूजा सकिँदै लगेरै बर्जगिनी मन्दिरमा गएर बर्जगिनी मन्दिरको पूजाआजा गरेर फर्केर उहाँहरू चाहिँ पालन गरेर पशुपतिको लागि चाहिँ प्रस्थान हुनुहुन्छ होइन। र शनिबार दिन कतिको भिड छ भन्ने कुरामा पनि तपाईँ हेर्न सक्नुहुन्छ। धेरै भिड देख्न सक्नुहुन्छ। पोखरी तल परिसर मन्दिर परिसर सबै वरिपरि एकदम भिड देख्न सक्नुहुन्छ तपाईँले होइन। भाइ सुरेशले पनि यहाँ पसल राख्ने कुरा छ होइन। सबैजना भक्तजनहरू चाहिँ केही सामान चाहियो भने हामी सुरेश भाइकोमा क्लिपहरू लेडिज आइटमहरू झुम्काहरू चुराहरू सबै चिजहरू एभाइलेबल छ है। यता यो के होइन र ए राजमा धुलो बनाएको त राजमा यो खाली होइन भाले घोडा खाली हो क्या यो ल सुगा खाली ल पैसा हालौँ पैसा हालौँ पैसा हालौँ है पैसा हालौँ ल घोडामा 100 रुपियाँ सुगामा 200 रुपियाँ। अब यसले चाहिँ भाग्यले के जुराउँछ है त ल गाईले पनि हेरिहालौँ त ल। सालाली मेलामा रमाइलो रमाइलो खेलहरू पनि हुँदो रहेछ। बाघ क्यामेरामा पनि खाइदिनु न। हामीले चन्द्रवतीमा आइपुग्यो है। अहिले सालाली मेला खोला पारी हाम्रो चन्द्रवती पनि चामुण्डी माताको पनि दर्शन गर्नुपर्छ है। यहाँ साउनेहरू खोला बनाउँदै बेसी भात खाउनेहरू
मेलामा बाघहरू पनि आएर बत्रो हाम्रो साथी भाइले पनि यहाँ चितौरा पसल राखेको छ होइन सलरीमा आउने सबै भक्तजनहरू चितौरा खानुलाई पसलमा आउनु होला मिठो मिठो सस्तो मिठो चितौरा ल मिठो मिठो ताजा ताजा पाउ गुलियो मिठो विजय भाइले हाम्रो यहाँ पाउ बेच्दैछ है विजय भाइले चाकेको पैसा पर्दैन चाकेर किन्नु पर्छ भनिदिँदैन आज पशुपति जाने गिरमा चाहिँ नि बर्चिनी मन्दिर गएर चाहिँ दर्शन गरी पालन गरेर फर्किनुहुन्छ र यसै क्रममा चाहिँ हाम्रो झलुङ नगेको बाजे हाम्रो अगाडि हुनुहुन्छ मजा आज यो बडो बस्ती मान्छे मेराहरू चाहिँ कहाँ जानुहुन्छ बडो बस्ती हामी पहिला बज्रोगी नि हजुर हजुर बज्रोगिरीमा बज्रोगी माता दर्शन गरिसकेपछि पशुपति प्रस्थान गर्नुपर्छ आज पशुपतिमा बास बस्न जानुपर्छ अब भोलि दर्शन गर्न आउने मान्छेहरूले पशुपतिमा बोलाउने कि सधैँ आउनु भन्नु अब थाहा पाउनेहरू त उहाँहरू पशुपति आउनुहुन्छ अब उहाँहरूले थाहा नभएकोहरू यहाँ आउने बानी भएकोहरू उहाँ यहीँ अब पशुपति जाने कतिखेर हुन्छ बाजे अब आज हामी बज्रोगी गएर हजुर फर्किसकेपछि अब हामी घरमा केही खाइसकेपछि साँझतिर हुन्छ 4-5 बजीतिर हुन्छ होला हस् त बाजे धन्यवाद बिचमा नबस्नु न बिचमा नबस्नु गाइस हामी फेरि आज अहिले बज्रगिनी मन्दिरमा आइपुगेका छौँ होइन हामी किन आएको भन्दाखेरि तल ब्रत बस्ने बटुवालेहरू चाहिँ आज बज्रगिनी मन्दिर आउने गर्छन् होइन र अझ यहाँ बज्रगिनी मन्दिर पूजा गरिसकेपछि
आफ्नो घर फर्किन्छन् र पालन गर्न सकेपछि चाहिँ नै आज पशुपतिको प्रस्थानको लागि जाने गर्छन् है। र म तपाईँलाई अहिले यहाँ भोजन मन्दिरको भिडियो देखाउँछु। कति आइडिया छ त्यही भनेर साथीबाट बस्ने आज 15 दिनमा घर बस्ने व्रतबन्धी पुरुषहरू चाहिँ नि यसरी बस्ने दिनमा आएर चाहिँ नि आफ्नो व्रत क्रिया गर्दै हुन्छ होइन। तपाईँले देखि सक्नुहुन्छ पुरुष व्रतहरू हिँड्न त्यसरी देख्दै त्यसरी पर्खिँदै चल म बस्छु हुन्छ र उहाँ चाहिँ अब पूजा सकेपछि आफ्नो घरमा गएर एकपल्ट हामी अब पालन गर्ने भन्छ। त्यो पालन गरिसकेपछि सबैजना भेला भयो अब कसरीनाथ मन्दिरको लागि चाहिँ प्रस्थान गर्नुहुन्छ। आफ्नो धर्मपत्नी रीति सिद्धिसँग चाहिँ नै सँगै बसेको चाहिँ यो स्कल्पचर भित्रमा गएको है भित्रमा गएको तिमी सत्यनारायण माधव नारायण हजुर माधव नारायण टाइम लगेछ त हामी यात्रा माधव नारायण यो होइन त्यसको के हेर्नु सँगसँगले पाउँछ पाउँछ
एकदम माधव नारायण आनन्दसित बिस्तारै हल्का हल्का हतार हतार गरेर जानु पर्दैन बिस्तारै रिल्याक्स पाराले माधव नारायण महिलाहरू सबै जानु पर्दैन छ पुरुष जानु पुरुष हुन्छ अन्त सिधै राम्रो हुन्छ 2-4 जना मात्रै बसेर होइन
Maranana. Jesse Maranana. को पैदल यात्रा सुरु हुन्छ घोडालुहरू सबैजना नाङ्गै पुत्रमा यसरी चाहिँ पैदल हिँडी पशुपतिनाथ पुग्ने गर्छन् है गाइस। छेउछेउबाट हिँड्ने गाडीहरू आइरहेको हुन्छ। ल है मारौँ सबैजना पहिलो लेडी होइन पशुपतिनाथ पुग्छ र उहाँहरू आज उतै बास बसी भोलि पशुपतिनाथको बिहानै नित्य कर्म गरी चाहिँ नि फर्पिङतिरको लागि हिँड्नुहुन्छ है त। महिनाहरू मात्रै नै सबैभन्दा लास्टको समयमा
चाहिँ नि यात्रा सुरु गर्नुभएको छ र अबको यो यात्रा चाहिँ पशुपतिनाथमा पुगेर चाहिँ विश्राम गर्नुहुन्छ र भोलिपल्ट बिहान पशुपतिनाथमा नित्य पूजा गरी सानो दर्शन गरी पालन गर्छ र त्यहाँबाट फर्किने